नमस्कार अनि गुड मर्निङ सबैलाई। र आज चाहिँ मेरो यात्रा यस्तै भइरहेको छ, हेर्नु होला। र यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। र मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला। र यहाँदेखि उता चाहिँ अर्को डिब्बा हो, यो ट्रेनको भित्री भाग हो, हेर्नु होला। यता चाहिँ हाम्रो डिब्बा हो, हेर्दै जानु होला, अन्तिमसम्म हेर्नु होला। एकदम रमाइलो भिडियोहरू देखाउने छु तपाईहरुलाई। र हेर्दै जानुहोस्। यो खाली सिट चाहिँ हाम्रो हो, हाम्रो पैसा परेको सिट हो। र यो पनि हाम्रो सिट हो, र यो पनि हाम्रो सिट हो। जम्मा 3वटा सिटको काटेको थियौँ, टिकट गरेको थियौँ। तर हाम्रो ग्रुपमा एकजना छुट्टिनु भएर उहाँ चाहिँ अहिले छुट्टिसक्नु भयो, र उहाँको सिटमा कोही अरु नै बसिरहेको छ। र यो 1 नम्बर टोइलेट, 2 नम्बर टोइलेट, यो उतापट्टि अर्को डिब्बामा जाने ढोका हो। र यहाँ चाहिँ बाहिरी भाग हेर्नु होला। बाहिरको दृश्य पनि देख्न सक्नुहुनेछ। एकदमै रमाइलो छ, हेर्दै जानु होला। देख्नुभयो होला बाहिरको दृश्यहरू पनि। अब फेरि भित्र हेर्दै जाउँ। यता भित्र हेर्नु होला। यहाँ चाहिँ हात धुने ठाउँ, ऐना हेर्ने ठाउँ, ऐना हेरेर यता भित्र गइन्छ। यता भित्र जाने ठाउँ हेर्नु होला। सबै रिल्याक्समा गइराखेको छ। मेरो साली हो उहाँ चाहिँ, हेर्नु होला। यहाँ चाहिँ अहिले वेटिङमा छ। हेर्दै जानु होला। यस्तै रमाइलो ठाउँहरू देखाउँदै जानेछु। र कस्तो लाग्छ तपाईहरुलाई, तपाईहरुको प्रतिक्रिया कमेन्ट गर्नु होला। कति पर्सेन्ट छ दादी? यहाँ चाहिँ भेडाहरू पालिरहेको छ। धन्यवाद यो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा। तपाईहरुलाई कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। बाइ बाइ।